कुरा घाइतेको लागि के हुन्छ मन्त्रीज्यू? अब घाइतेको लागि उपचार हुन्छ। नेपाली जनताले निशुल्क शिक्षा पाउँछ नि त अब तपाईँ मन्त्री हुँदाखेरि? अरे म मन्त्री हुँदैमा निशुल्क शिक्षा कसरी दिने? म भगवान हो र भनेको। एउटा न एउटा त केही त राम्रो काम त केही न केही होला त नि, गरौँला। अहिले नै कसरी भन्ने, त्यो पत्रकारहरूले त नपेल्नु न हो। यति धेरै एनर्जी चाहिँ कसरी आउँछ सर? इनर्जीको कुरा त भात खाएपछि आउँछ इनर्जी। मन्त्री नबन्नु भनेर भनिन्छ। मन्त्री त म मन्त्री होइन। क्या बात कर रहे हैं? एउटा जिम्मेवारी, एउटा भनौँ न, एउटा औपचारिक रूपमा मन्त्री भएको हो, तर व्यवहारमा चाहिँ म मन्त्री हुँदैन। कुरो घाँस त्यो हो क्या। अरूले चाहिँ सेवा सुविधाहरू छोडिरहनु भएको छ, हजुरको केही छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि पाएको? सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो, त्यहीँ सुत्ने हो। त्यो जनरल कुरा नसोध, के ठोस कुरा सोध। यतै छ त, फेरि जनरल कुरा सोध्यो। त्यो मार्केटले मैले गरेको होइन। एकदमै चर्चा पाउनु भएको छ तपाईँले, के भन्नुहुन्छ यो विषय? मलाई थाहा छैन चर्चा गरेको कि गरेको छैन, मैले त्यो गरेको हेरेकै छैन। आफ्नो काममा व्यस्त भइरहेछ यो विषयमा के म आफ्नो काममा व्यस्त छु। सामाजिक सञ्जालमा चाहिँ कहिलेकाहीँ के हुन्छ कुनै आलोचकलाई चाहिँ अलि कडाइसँग, अझ भन्दा कहिलेकाहीँ त अलि तिक्ततापूर्ण तरिकाले, अझ कहिलेकाहीँ त तल्लै त झरेर पनि जवाफ दिनुहुन्छ क्या? किनभने म चाहिँ मान्छे हो। आशा त धेरै छ तपाईँबाट। आश गरेर हुँदैन, नेपालीहरू धेरै आश गर्छ क्या। आफूले चाहिँ काम गर्दैन, आफूले काम गर्दैन, आश मात्र धेरै गर्छन् होइन। बात त सही है। यो क्षेत्रमा तपाईँले के गर्दै हुनुहुन्छ त? अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या। त्यो त अपरझट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि बिरामीहरूलाई आत्मबल बढाउनको लागि चाहिँ हजुरले के टिप्स दिएर आउनु भयो? स्याउ र स्याउ, अब के अरे फुलको गुच्चा अनि केरा। तेस्रो 24 गतिको घटनालाई यहाँले कसरी हेर्नु भएको छ? तेस्रो 24 गते त म त उहाँ के अरे इलामको माथि फाकफुकथुङ भन्ने ठाउँतिर थियो।